हेलो वेलकम टु डिओएस भ्लग। आज चाहिँ म नेपाल जाँदै सब प्याकेज रेडी छ है। केटाहरू पुऱ्याउनु जाने भनेर यहाँ वेट गरिरहेको छ। एउटा भाइलाई वेट गरिरहेको छ। एक्स्ट्रा सामान हो यो चाहिँ अलिकति फिक्स लगाएर जाने भन्ने विचार गरिरहेछ। सो अब चाहिँ त्यो भाइ नुहाइसक्ने बित्तिकै अनि ऊ रेडी भइसकेपछि चाहिँ अनि लागिहाल्ने हो एयरपोर्टतिर है त। ल सामान लोड भयो गाडीमा, अहिले फेरि अनलोड हुन्छ। हो त्यही हो, त्यसरी नै राख्दै। हामी चाहिँ एयरपोर्ट आइपुग्यो। यहाँ यो नवीन दाई अब बाई बाई भनेर हाम्रो सामान छोडेर यो चाहिँ नवीन दाईको गर्लफ्रेन्डको उडी अरे। जे पाइ त्यही बोलिन्छ यार भाइले। हिजो वेस्टबाट किनेको भाइ। ए गर्लफ्रेन्डले किनेको। ल कस्तो छ एकचोटि भनिदिनु होला। के लेखेछ? ट्रेडिसनल सुपर ड्राई वर्कवेयर जापान ट्रेड 26 मार्क गार्मेन्ट msc.co। तिमीले देखाउनु त गोरो आउँदो रहेछ दाइको। त्यही एउटा यस्तो गर्नु नै भइहाल्छ नि। ए ल के भन्न चाहन्छु म के भन्न चाहदिनँ। चेक आउट द आउटफिट गाइज। ठ्याक्कै यहाँबाट हिँडेको 15-20 मिनट लाग्यो। अब त्यत्रो नि लागेन हो, बल्ल त 5-10 मिनट जति भयो। यहाँ यतिमा हिँडेको यति भयो। घडी देखाउँ त, घडी देखाउन त्यहाँ केही छैन यतिकै। कन्टेन्ट हो क्या त यो कन्टेन्ट। यति टाइम भयो न, घडी देखाउन भन्दै भागिहाल्छ। कहाँ यस्तो महँगो घडी देखाउँछ। लु फाइनली यहाँ आइपुग्नु भयो। सौरभ भाइ यस हामीले आफै त ल्याएको उबरबाट खाइहाल्यो नि। एक आइसक्रिम खाने जाउँ। उबर आउँदैछ। कति टाइम छ भाइ? उबर गरेकै थिएँ। गर्दैछु भर्खर जाने हो कहाँ जाने? आइसक्रिम खाने अरे भाइ। भाइ अनि आइसक्रिम खाने भन्छ। अनि आइसक्रिम त नखाम यार, रुगा लाग्यो। त्यो म्याङ्गो क्या, म्याङ्गो आइसक्रिम अघि देखाएर थियो। यहाँ कस्तो घाँटी खसखस भयो मा। खसखस त मेरो पनि भइरहेछ। खसखसको उपाय छ मसँग। के अहिले घर गएपछि म बनाइदिन्छु। काँडा ठिक बनाइदिन्छु भनेको के भने खाने के दाइ त पुरा लालम लाल कालम काल भन्छ। इसमें तेरा घर जाएगा। यता पनि ठिक छ नि भाइ। यो चाहिँ के दाइ बानी छ कि क्या यस्तो गर्ने तपाईँको? इसमें तेरा घर जाएगा भन्दै कि। ल यहाँ यही चिकिर गर्दै बस उबर बोलाइँदैछ। चेपिहाल्छ नि अहिले अगाडि आइहाल्छ नि भाइ चाहिँ। तिमीहरूलाई म देखाउँदै ज्ञानी भएर बस्नु यहाँ नछ नि त भाइ। खेलेको त त्यो बिचमा बस्दै चाहिँ खेल्छ त अनि दुईतिर चेप्नेहरू कहाँ चेपिने। ल गाइज हामी एयरपोर्टमा आइपुग्यौँ। यहाँ नवीन दाई म यहाँ बसेर कस्तो लागिरहेछ नवीन दाई बिदाई गर्न आउँदा? मन भारी भन्छ। हर्मस पनि गरेको थिएन के थिएन। खोइ हाम्रो ब्लगको मेन कन्टेन्ट मै हो होइन, मलाई चाहिँ देखाउँछ आएतिरदेखि। तपाईँको एक कुरा स्ट्यान्ड हो नि त एउटा एयरपोर्ट के चेक इन होइन भाइ? चेक इन गर्न आएको छौँ।
उसै जहिले तल तर कुन हो मलेसिया कुलालम्पुर होला 2150 हो क्या We are waiting here for more than half an hour. सर्वजना जाउन आँटिसके All right, ल गाइस अब तिमीहरू जाऊ होइन ल शुभयात्रा शुभयात्रा चुप खाऊ नै ल अब के अरे घरसर राम्ररी टक्क सबै गर्ने त्यहाँ कहिले इन्सपेक्सनमा आउँछ भन्ने छ है अहिले मेल गर्छ मलाई तपाईँले फ्लाइटको चिन्ता लिनु भयो मेरो फ्लाइट सकिसक्यो अब यति हो यति पैसा ल है त अहिले चाहिँ भोक लागेर अब यसो खाजा खाएर जानु पऱ्यो भनेर किनभने प्लेनमा उड्ने बित्तिकै हुँदैन अलिक टाइम लाग्छ त्यही भएर म चाहिँ म्याकडोनल्ड्समा आएर खाजा किन्दैछु खाजा किनेर अनि त्यसपछि खाजा खान्छु मसँग एकदम टाइम छ त्यो भएको भएर अब टाइम बसेर एकछिन खाजा खाइसकेपछि अनि म बोर्डिङतिर लाग्छु ल एउटा कफी अनि भोक लागेपछि मिठो मेरो चाहिँ गेट 59 मा हो सो म चाहिँ 59 तिर खाजासाजा खाइसकेपछि 59 तिर जाँदैछु अब अलिक परै छ म एउटा म्याकडोनल्ड्स त पर देखेर आएको तर म्याकडोनल्ड्स चाहिँ यहाँ पनि रहेछ फेरि साइडमा पनि जस्तो छ हतार हतार मेरो चाहिँ यो 59 हो सो 59 मा आएर म बसेको छु अब लगभग 2 घन्टै बाँकी छ एकछिन अब बस्छु मोबाइल चलाउने बस्ने मोबाइल चार्ज गर्ने सब थोक छ है धेरै मान्छे भएर गर्मी रहेछ नेपाल पुगेपछि जाडो हुन्छ सो ज्याकेट झोलामा छ That's it.
अस्ट्रेलियाको टाइम चाहिँ 4:50 भएछ। ब्रेकफास्टको टाइम भयो। ब्रेकफास्टमा चाहिँ के सोध्नु भन्दा म चढेको फ्लाइट चाहिँ मलेसिया ल्यान्डेड भइसकेको छ। सो अब चाहिँ यहाँदेखि बस चढेर अर्को ठाउँ जानुपर्ने हुन्छ। यहाँ बाहिर स्क्रिनमा गएर हेरिसकेपछि थाहा हुन्छ। सो सेफली ल्यान्डेड भइसकेको छ। अब म बाहिर निस्किँदैछु। सबैजना बाहिर निस्किरहनु भएको छ प्लेनबाट। सो नाइस ग्रिटिङ भइरहेछ यहाँनिर होइन। थ्याङ्क यू सो मच। अब चाहिँ यहाँबाट बाहिर स्क्रिनमा गएर हेर्ने र यहाँबाट ट्रान्जिटको लागि कुन गेट नम्बर हुन्छ त्यसैको लागि चाहिँ प्रस्थान गर्ने। को लागि चाहिँ C5 जाने अरे। C5 बाट ट्रान्सफर गर्ने रहेछ। यो चाहिँ ड्युटी फ्रीहरू होइन। म यहाँ बस्छु, तपाईँहरू दुईजना एक ठाउँ बस्नु न त्यहाँ है। अहिले चाहिँ म अब निकै बेर बस्दा गरेँ, फ्रेस भएँ। अनि अङ्कल आन्टीहरू निकैजना भेट भएको छ, गफसफ गरियो। त्यसपछि सो ड्युटी फ्रीमा घुम्दैछु। के लाने के किन्ने कि भनेर। खास केही किन्न त छैन। अनि अब त्यही हो, भोक चाहिँ लाग्दैछ, खाजा चाहिँ खानु पर्ला भनेर हेर्दैछु ठाउँ। सो खाजा खाने ठाउँ यहाँ चाहिँ अब जताततै मान्छेहरू एकदम भिडभाड बढ्दैछ अहिले। अब यहाँ खाजा खाने ठाउँ पर क्याफे जस्तो छ, क्याफेमा जानु पर्यो। मलेसिया चाहिँ अहिले अब हाम्रो नेपालीहरूको लागि पनि एकदमै मतलब होइन, नेपाल जाने सस्तो फ्लाइट भएको भएर, कम्पेरिटिभली अरूभन्दा अलिक सस्तो भएको भएर यहाँ चाहिँ धेरै नै मान्छेहरू आउजाउ गर्ने हुन्छन्। सो राम्रो छ, सजिलो छ। अब नेपाली अङ्कल आन्टीहरू पनि सजिलो भएको छ। अहिले म सोध्छु उहाँहरूलाई कस्तो लाग्दैछ, कस्तो यो भनेर, त्यो भिडियो पनि देखाउँदैछु। होइन अहिले चाहिँ म लास्टै भोक लाग्यो, अब यसो खाजा खान जानु पऱ्यो। अन्त यसो कफी सपतिर खाजा खानु पऱ्यो।
चाहिँ ब्युटी सप रहेछ सब ब्रान्डको त्यो भने छोइसक्नु छैन किनिसक्नु छैन मैले यहाँनिर केही किनेर खानु पऱ्यो यस्तै भोक लाग्यो भोक लाग्यो यति खानाको 16 मकै 2टा गाजर 3टा नगेट्स अलिकति फ्राइड राइस यतिको 16 रिङ्गेट खानै पर्यो कस्तो छ लेट्स ट्राई है त पकाइदिएछ भोक लागेछ ठिकै अब चाहिँ उज्यालो भइसक्यो जाडो महिना भएर होला लास्टै ढिलो उज्यालो भयो अब हामी यहाँ 5 जना पुगिसक्यौँ यो सब 5 जना जति नै हो कति बेर वेट गर्नु होला नि यहाँनिर भयो 2-3 घन्टै भइसक्यो त यत्रो 3-4 चोटि अस्ट्रेलिया आउँदाखेरि तपाईँलाई के चाहिँ राम्रो लाग्छ के चाहिँ राम्रो लाग्दैन कहाँको अस्ट्रेलियाको र नेपालमा अस्ट्रेलिया अब राम्रो छ अब विकसित देश हो होइन हाम्रो देश भनेको अब हाम्रो देश चाहिँ नि अब प्रकृतिले राम्रो भएको देश भयो अलि विकास चाहिँ त्यति छैन होइन नेताहरू अलि राम्रो भइदिएको भए सायद हाम्रो देश पनि स्वर्गै जस्तो थियो अब सिडनी भनेको अब धेरै एडभान्स अब सबै कुरामा टेक्नोलोजी पनि यताउता सब राम्रो भएको भयो त्यहाँ पनि अब कामको महत्त्व तल्लो लेभलदेखि माथिल्लो छ सबैलाई सम्मान त्यही हो डिफ्रेन्ट त्यही त अघि हामीले धेरै कुरा त गरिहाल्यौँ होइन तपाईँको पहिलाको सबै कुराहरू एकदम तपाईँको लाइफ पनि अब धेरै जान्ने मौका पाएँ मैले पनि हजुर त्यत्तिकै एक्सपिरियन्स भइदियो कि हिँड्दा हिँड्दै है गर्दा गर्दै सबै कुराहरू राम्रो यो रहेछ अनुभवले तिखार्ने रहेछ कि मान्छेले पढेको भन्दा नि पढेर जानिन्छ अब हाम्रो पालामा त्यति पढेकै होइन हामी अब आइएसम्म बिएसम्म पढेको त्यसपछि बिहा भइहाल्यो त्यत्तिकै भइहाल्यो अहिले चाहिँ नि अब यो टेक्नोलोजीको जमानामा समयअनुसार हिँड्न सक्नुपर्ने रहेछ कि जानिने रहेछ जानी नजानी गर्दा गर्दै सिकिने रहेछ त्यही हो सबैजना त्यस्तै गर्ने हो एकजना भाइ पनि छ हाम्रो भाइ तिम्रो नाम भन त मेरो नाम चाहिँ राउत ए घर उदयपुर भन्यो होइन त्यो कुरा अनि मलेसिया बसेको 3 वर्ष भयो हजुर 3 वर्ष कस्तो लाग्छ त काम ठिकै छ अब चलिरहेछ बिदामा होइन कतिको बिदा छ 45 दिन 45 दिनपछि
कुन ठाउँमा बस्छौ भने तिमी सेरेमा यहाँबाट 1 घन्टा होइन 1 घन्टा ड्राइभ तिम्रो फर्स्टचोटि हो बाहिर पहिलोचोटि हो के राम्रो लाग्यो त मलेसिया हावापानी चाहिँ नेपाल छ मिल्दो है मलेसियाको अनि यहाँनिर फलफुलहरू चाहिँ एकदमै जतिखेर पनि पाइन्छ होइन 24 घन्टा यता फुल्दैछ एउटामा फलिरहेछ त्यो सुनेको थिएँ मैले पनि हो बाहिर निस्किने मौका चाहिँ पाएको छैन मैले पनि अब कुनै बेलामा यसो 1-2 दिन ट्रान्जिटको पालीमा यसो 1-2 दिन बस्ने भनेर सोचिरहेको छु है अब फ्लाइटभरि हामी सँगसँगै हुन्छौँ सबैजना अनि त्यहाँदेखि गफ गर्दै जानुपर्छ है ल भाइ तिमीलाई पनि मैले सिडनीदेखि नै देखिरहेको थिएँ त होइन होइन कहाँ बस्छौ ए कति भयो यता आएको चाहिँ 7 वर्ष भयो ए निकै लामो सँगसँगै अब जानुपर्छ अब बिस्तारै त्यहाँनिर यही हो हजुर यो होइन नि हाम्रो तल्लो हुन्छ होला त्यसो भए H2 भनेर भनिरहेछ अनि हजुर H2 भनेको छ अब हाम्रो कारमा के राखेको छ त्यही बताउनु छैन हाम्रो अझै टाइम भएकै छैन नि त त्यही भएर नि होला ल बोल्नु अब कतिचोटि भयो अस्ट्रेलियाको भन्नु 3 चोटि भयो 3 चोटि अब आउने कि नआउने अब चाहिँ आउने कि नआउने अब त त्यति आउँदैन म त मन पर्दैन के कुरा चाहिँ राम्रो लागेन राम्रो त सबै राम्रो छ यहाँ बच्चा हेर्न आएको हो सिस्टम तर नेपालमा अब होइन यताउता बोल्ने अब यहाँ त्यस्तो हुँदैन होइन छोराबुहारी काममा नानी हेऱ्यो बस्यो कोठाभित्र होइन यताउता अझै क्याम्सीमा त अलि छन् मान्छे नेपाली छन्को त पार्कमा त छ पार्कमा होइन नेपालहरू पनि छ त्यहाँ अङ्कललाई चाहिँ अल्छी लाग्यो होला नि त होइन अल्छी लागेको कुनै साथी छैन अब यहाँ आएपछि हामी जस्तोलाई झोकले पनि हुन्छ अब हामीहरूलाई चाहिँ अब त्यही नातिनी हुनेहरूलाई अब टाइम पास हुन्छ हामी जस्तोले त गाह्रो छ खालि पार्कमा त्यत्रो मान्छे आउँछ सबै फ्रस्ट्रेटेड मात्रै हुन्छ फ्रस्ट्रेट भएर होइन तर मैले तपाईँलाई पनि देखेको थिएँ होला तपाईँहरूलाई बाटोमा हिँड्दै गरेको जस्तो लाग्यो क्या त्यहाँ म चाहिँ लफ्टस स्ट्रिटमा बस्छु त्यो भनेको चाहिँ तपाईँको त्यो एभिन्यूदेखि त्यो स्कुल छ नि हो त्यो स्कुलदेखि अलिकति अगाडि त्यो यसो पुल छ मुनिबाट ट्रेन कुद्छ माथि पुल छ पुलिसको स्टेसनभन्दा अलि यता त्यही त्यो कट्ने बित्तिकै अगाडिपट्टि एउटा यसो राउन्ड बोर्ड छ त्यो राउन्ड बोर्ड यतापट्टि छ मैले थाहा पाएँ तपाईँहरू कहाँ बस्नुहुन्छ भनेर थाहा पाएँ त्यही त अनि तपाईँहरू हिँड्दै गरेको जस्तो लाग्यो क्या मलाई एक दिन अब त्यो कुरा गर्दै जाँदाखेरि चाहिँ अनि देखिरहेको हुन्छु त्यतातिर वक गर्न आइराख्नु भएको हुन्छ होइन बुवामा हामी वाक गइरहेको हुन्छ त्यही बेलामा मैले देखेको जस्तो लाग्यो तपाईँहरूलाई यहाँ बसेको ल झापा हो मेरो घर तपाईँ घर कहाँनिर झापा गौरा द मेरो सुरुङ्गा सुरुङ्गा हामी माथिबाट चाहिँ मलेसियाको भ्यू देख्न सक्छौँ एयरपोर्टभन्दा माथिको मलेसियामा चाहिँ एकदमै धेरै पाम ट्री हुँदो रहेछ होइन
अनि यहाँको विकास देख्दा चाहिँ एकदमै लोभलाग्दो छ। माथिबाट हेर्दाखेरि एकदम हरियो अनि त्यसपछि घरहरू एकदम प्लान होइन टक्क मिलेको सबै कुराहरू रमाइलो देखिँदो रहेछ। मलेसिया एक्चुअली घुम्नको लागि चाहिँ रमाइलै छ भन्ने सबैजनाले भन्नुहुन्छ होइन। म पनि आउँदा जाँदा देखिरहेकै हुन्छु, रमाइलो छ एकदम हरियो। त्यहाँको क्लाइमेट पनि त्यो एउटै खालको ट्रपिकल हुने भएर होला सायद हरियो चाहिँ सधैँ भइरहने। मलेसियन एयरलाइन्समा चाहिँ प्लेनमा पनि वाइफाई छ अनि हामी चाहिँ एकदम हाम्रो सोसियल मिडियाहरू सबै एक्सेस गर्न सक्छौँ। तर फेरि वाइफाई चाहिँ हाफ बाटोसम्म मात्रै दिँदो रहेछ, त्यहाँभन्दा दिँदैन रहेछ, त्यति चाहिँ काम गर्दो रहेछ। तर प्लेनमै बसी पनि मजाले इन्जोय गर्न सकिने रहेछ सोसियल मिडियाहरू हाफ जर्नीको लागि भए पनि। हाम्रो ब्रेकफास्ट पनि आयो यसमा चाहिँ। ब्रेकफास्टमा मैले चाहिँ चिकन एग्स खाएँ अनि एउटा क्रोसन्स है, ठिकै छ। मलेसियाको सर्भिस नट ब्याड, राम्रै छ। एउटा स्क्रम्बल एग्स अनि त्यहाँदेखि चिकन करी प्लस राइस छ, गुलियो हुन्छ, नट ब्याड, अब ठिकै हो। म चाहिँ अरू खानाहरू पनि ट्राई गरिराख्ने हुँदाखेरि मलाई चाहिँ राम्रै लाग्छ, अरूलाई चाहिँ मन नपर्न पनि सक्छ यो खानाहरू, बट देन लाइक नट ब्याड, मजै आउँछ, त्यस्तो उयो छैन। अब चाहिँ आकाशमा चाहिँ हिमालहरू देखिन थाल्यो है, माउन्टेन रेन्जहरू देखिन थाल्यो। त्यसको मतलब अब हामी नेपाल आइपुग्नै लाग्यौँ भन्ने कुराको चाहिँ सिम्बल यसैबाट पनि छर्लङ्ग हुन्छ। मजाले प्रष्टसँगले हिमालहरू देख्न सकिन्छ, माउन्ट एभरेस्टदेखि लिएर सब हिमालको लाइनहरू, सबै हिमालको नाम त मलाई आउँदैन, तर पनि त्यो हिमालय रेन्जहरू चाहिँ देखिन थालिसक्यो। फाइनल्ली अब चाहिँ नेपाल एकदमै क्लोज छ, आउनै लागिसकेको छ है। म त नेपाल एक्चुअली आउनु त आइसक्यो, म काठमाडौँ आउन थालिसक्यो है। अब चाहिँ पहाडहरू देखिन थालिसक्यो, त्यहाँदेखि माउन्टेन रेन्ज पनि आउन थालिसक्यो, प्लेन पनि अब एकदमै तल जान थालिसक्यो। द्याट मिन्स काठमाडौँ इज भेरी क्लोज है। अब चाहिँ एकदम एक्साइटेड भइरहेछौँ सबैजना। नेपाल आउँदाखेरिको खुसी अर्कै हुन्छ। ओहो ल नेपाल आइपुग्यो फाइनल्ली एकदम सेफ ल्यान्डिङ हामी देख्न सक्छौँ नेपालको काठमाडौँको एयरपोर्ट होइन। एयरपोर्ट अनि त्यसपछि एयरपोर्टभित्र बस लिन आइसकेको छ हामीलाई। यहाँ चाहिँ टर्किस एयरलाइन्स अनि त्यसपछि नेपाल एयरलाइन्सको प्लेनहरू चाहिँ सायद बोर्डिङ हुनलाई रेडी भएको छ जस्तो छ, या चाहिँ पहिल्यै आएर ल्यान्डिङ भइसकेर चाहिँ लगेजहरू निकाल्ने काम भइरहेछ। हामी बसतिर लाग्यौँ चाहिँ मसँग धेरै अङ्कल आन्टीहरू हुनुहुन्छ, गफ गर्दै आयो, रमाइलो भयो एकदमै होइन। अब कस्टम क्लियर गरेर हामी चाहिँ बाहिर आफ्नो गन्तव्यतिर लाग्छौँ। यो चाहिँ हाम्रो नेपालको एयरपोर्ट। ल यहाँ चाहिँ अब यो इमिग्रेसन आइपुग्यो नेपालमा लगभग 16-17 घन्टाको यात्रापछि। अब चाहिँ हाम्रो उसको लागि चाहिँ यहाँनिर देखिन्छ अनि यहाँ पैसा साट्ने ठाउँ यहाँनिर चाहिँ भिजाको लागि है 6,000 ए टन्नै साट्ने रहेछ। 2 रुपियाँ फेरि कम हुँदो रहेछ हामी। हो यहाँ चाहिँ कम हुन्छ। अनि अब त नेपालकै एकाउन्ट खोलेर आफ्नो एकाउन्टमा पैसा जम्मा गरेर जस्तो अब जमाना कहाँ पुगिसक्यो होइन अहिलेको जानु त्यही त नि। तपाईँको आफ्नो एकाउन्टमा एयरपोर्टबाट बाहिर निस्क्यो अनि त्यसपछि चाहिँ यहाँ खाजा खान आएको छु। मैले 5वटा अन्डा बोइल गर्न लगाएको छु अनि त्यो अन्डा खान्छु र त्यसपछि फेरि डोमेस्टिक एयरपोर्टतिर लाग्छु। अहिले चाहिँ एकदम थकित भइरहेछ। लगेज जो छ अहिले अलिक सजिलो रहेछ, ट्रली यहाँसम्म ल्याउन पाइने रहेछ रेस्टुरेन्टसम्म। अनि आयो खाजासाजा खायो, त्यहाँदेखि अर्को फ्लाइट पक्रेर जानुलाई सजिलो हुने रहेछ। बाहिर यसो हाम्रो यहाँ सेक्युरिटी दाइहरू हुने रहेछ, उहाँहरूले हेरिदिनु हुने रहेछ।
रमाइलो रहेछ, राम्रो हो यो। म चाहिँ बाहिर खाजा खाएर अनि त्यसपछि डोमेस्टिक एयरपोर्टतिर लागेँ, किनभने मेरो झापाको फ्लाइट थियो। त्यसपछि म डोमेस्टिक एयरलाइन्समा निकै बेर वेट गरेँ, किनभने अब फ्लाइट पनि डिले भयो पहिलो कुरा त। अनि त्यसपछि अब प्राय फ्लाइटहरू डिले नै हुन्छ नेपालमा, त्यो चाहिँ प्रिपेयर भएर बसे पनि हुन्छ। तपाईँहरू सबैजना यदि ट्राभल गर्नुहुँदैछ भने र बसियो अनि बल्ल 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 चेक इन गरियो र त्यसपछि भित्र गएर बसियो है। एक्स्ट्रा लगेज छ भने एक्स्ट्रा लगेजको पे पनि गर्नुपर्छ। अनि त्यसपछि अब चाहिँ बल्ल 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 अब त्यो फ्लाइट हुन्छ कि भनेर म वेट गरिरहेको छु। लेट्स सी, अब चाहिँ यहाँनिर पनि बसाइ निकै लामो नै होला जस्तो छ। लगभग 1 घन्टा 18 मिनटको डिले पछि बल्ल हामी चाहिँ प्लेनतिर लाग्दैछु। म लगायत थुप्रै योजनाहरू हुनुहुन्छ एयरपोर्टमा होइन, म पनि त्यतैतिर लाग्दैछु। सो फाइनल्ली अब चाहिँ हामी प्लेनतिर लाग्यो। डिले भयो नि अब यहाँ के भरोसै हुँदैन नि। ए ल ल आराम चाहिँ तुम्बाको निस्केर पानी खानु। हिजो राति भनेको आज रात पर्दाखेरि आइपुग्यो फाइनली भद्रपुर होइन। अब यहाँदेखि घर जाने है। अलराइट, सी। ल फाइनल्ली घर आइपुगेको अवस्था है। सामान राखियो, त्यसपछि अब खानासाना खाएर फ्रेस हुनु पऱ्यो। भोलिको चाहिँ नेक्स्ट ब्लग म फेरि अर्को उयसमा देखाउने छु। सी यु इन नेक्स्ट ब्लग है त।